म यसलाई पानी दिन्छु। हेलो साथीहरू, सबैलाई स्वागत छ हाम्रो ट्विन सिस्टर ब्लगमा। आज चाहिँ म अलि ढिला उठेँ। मेरी दिदी चाहिँ छाउँछे अहिलेसम्म उठेकी छैन। अब उठाल्छु उसलाई म। हिजो बाँकी हो। बिहानको 8 बजिसक्यो, अहिलेसम्म उठेकी छैन। आज त घाम पनि परेको छ। त्यसलाई उठाल्न जाँदैछु। ऊ त्यहाँ सुत्छ, त्यो यता चाहिँ यो कोठामा सुत्छ। हाम्रो यता 6 भएपछि अलग्गै कोठामा सुत्छन्, त्यही भएर अहिलेसम्म उठेको छैन। यो उठ छिटो। अरे अहिले उठ्दैछ, निद्रा पुरा भएन? 8 बजिसक्यो त। अहिलेसम्म किन सुतेको? हाम्रोतिर चाहिँ 6 भएपछि अलग्गै सुत्ने चलन छ। हामी अलग्गै सुत्छौँ। यो यस्तो कोठामा सुत्छे। अलि सानो बनाएको छौँ त। छिटो आइज, अब सिलाइ गर्नुपर्छ तैँले, बुझिस्? नआउँछु मतलब म चाहिँ गएँ आफ्नो काममा। त चाहिँ छिटो नुहाउँछु। अहिले कहाँ नुहाउँछु? अब म पनि हातमुख धुन्छु, त्यसलाई पनि पानी दिन्छु। अनि म खाना बनाउँछु, त्यो चाहिँ सिलाइ गर्छे। अब म यसलाई पानी दिन्छु। साबुनले हाम्रोतिर 6 भएपछि अलग्गै धुन्छन् कि यता धुने बनाएको हुन्छ। हामी चाहिँ यता धुन्छु खोलातिर। जुका लाग्ने ठाउँमा गएछे। अब जुका लाग्छन्। ए छिटो गर, के गर्नुस्तै छ? अब यो चाहिँ आफ्नो कामतिर लागि, सिलाइको काम। यहीको काम यही नै हो। आज के सिल्न बाँकी छ? आज सुट सिल्न बाँकी छ 4 जोडी, अनि 8 जोडी चाहिँ प्रेस गर्ने। यता सिलाएको छ, यो चाहिँ आज प्रेस गर्नै बाँकी छ। उता सुट अनि यता सुरुवाल, अनि 8 जोडी चाहिँ यो प्रेस गर्न बाँकी नै छ, सिलाउनु बाँकी छ। अब यो चाहिँ आफ्नो काममा लागि। फुल भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानलको नाम रहेको छ सीता पार्वती ठगुन्ना। त्यसमा गएर चाहिँ नास्ता बनाउनुतिर लागे। बाँकी भिडियो म अर्को पार्ट लिएर आउनेछु अहिलेलाई। त्यसमा गएर सबै भिडियो हेर्न सक्नुहुन्छ। अहिलेलाई यति नै। बाई बाई। अर्को पार्ट लिएर आउनेछु।